आयो अब के आयो भन्दाखेरि अबको यस भिडियोमा चाहिँ हाम्रो यो स्यारो करेसाबारीको मकै पोलेर खाने समय आएछ। हुन्छ सबैजनालाई जय मेसी। आउनुहोस् म तपाईँहरूलाई मेरो हाम्रो यो सानो करेसाबारीको मकै देखाउन गइरहेको छु। अनि मकै कस्तो भएछ अनि कसरी फलेछ। अनि अस्ति केही दिन अगाडि हावाहुन्डरी चलेर चाहिँ यहाँको यो के भन्छ सबै मकैहरू पनि जम्मै लडाइदिएको थियो, पुरै सोत्तर बनाइदिएको थियो। अनि यहाँ फलेको मकै चाहिँ कस्तो भएछ भनेर यसो परिवार मिलेर पोलेर खाने विचार गऱ्यौँ। अनि यसलाई यो अब कसरी कस्तो हुँदो रहेछ। अब हामीले चाहिँ भुटानमा नेपालमा चाहिँ एकदमै आफ्नो बारीमा धेरै बारीहरू हुन्थ्यो। यहाँ चाहिँ मैले यो अमेरिकामा चाहिँ सानो एउटा करेसाबारी लगाएको थियो। यो करेसाबारी चाहिँ यस्तो छ यहाँनिर। अनि यतापट्टि चाहिँ केही फर्सीहरू फलिरहेको छ भने उतापट्टि चाहिँ रहेको छ मकै। अनि अर्कोपट्टि चाहिँ अलिअलि खोर्सानीहरू पनि छ। सानो भए तापनि अलिअलि फलेको छ, धेरै छैन। अनि यो कस्तो भएको रहेछ के रहेछ भनेर चाहिँ यहाँको यो मकै बारी अनि आज हामी कसरी अब बारबिक्यू मकैको गरेर खाने भन्ने विषयमा चाहिँ यो भिडियो बनाउन गइरहेको छु। तपाईँहरूले हेरेर प्रतिक्रियाहरू दिन नभुल्नु होला। अनि यो भिडियो चाहिँ तपाईँहरूले अन्तिमसम्म हेर्नु होला है। एकदमै हुन्छ नि, अब यो हामीले चाहिँ अब उता नेपालतिर भुटानतिर चाहिँ अब घरमा आगोमा पोलेर खाइन्थ्यो, मजाले पोलेर उसिनेर जसरी खाँदा नि हुन्छ। तर आज हामी चाहिँ ग्रिलमा चाहिँ बारबिक्यू स्टाइलले बनाएर खाने विचार गरेको छौँ। आउनुहोस् म तपाईँलाई यो हाम्रो मकैबारी कस्तो रहेछ म तपाईँलाई देखाउने छु। त्यस पछाडि हामी के अरे मकै कसरी पोलेर खाने भन्ने कुराहरू देखाउँदैछौँ है त। यहाँनिर हाम्रो मकैबारी चाहिँ यस्तो रहेको छ यहाँनिर हो। यतातिर यहाँ फर्सी फलिरहेको छ यहाँनिर होइन। अनि अस्ति केही दिन अगाडि फर्सीहरू निकै टिप्यो। अनि अरू पनि यहाँ मसिनो चिचिलाहरू लागिरहेको छ। अनि त्यहाँदेखि मकै चाहिँ यतापट्टि रहेको छ, यस्तो भएको छ मकैबारी चाहिँ। अनि त्यहाँबाट यतापट्टि यस्तो छ, यो देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो मकैबारी भयो। अनि यहाँ चाहिँ यो बस्ती सबै लडाएको थियो मकै, अहिले चाहिँ यस्तो सखापै बनाइदिएको छ है त। हुन्छ हाम्रो यो अनि अब यो मकैहरू भाँच्दै गरेको म देखाउने छु तपाईँलाई कसरी भाँचिँदो रहेछ। यो चाहिँ पहिला हामीले चाहिँ भुटान नेपालमा चाहिँ डोको लगेर डोकामा हाल्दै भाँच्दै काट्दै गर्थ्यौँ। यहाँ चाहिँ अब यो सानो करेसाबारीमा त्यस्तो केही चाहिँदैन, त्यतिकै हातले भाँच्दै हुन्छ होला। तर यहाँ मकै भाँच्नको लागि चाहिँ आज मेरो श्रीमतीले हुन्छ है त। यहाँदेखि अगाडिको भिडियो हेर्नु होला। मेरो श्रीमती के गरेको नि कति रहेछ त मकै? सबै हावा हुन्डरी जम्मै लडाएर सखा बनाएछ। मकै छ कि ल हेर त सक्छ नि यस्तो दामी यता फर्सी फलेको छ भन्दा नि अस्ति टिपिसक्यो अलिकति। अनि यहाँनिर यता फर्सीको ज्याङ यता लडिरहेको छ हो। एउटा फर्सी यहाँनिर यहाँ दामी भएर फलिरहेको रहेछ। यहाँ ठ्याक्कै छ, कस्तो दामी छ हौ हेर्नु त। आम्मामा मेरो श्रीमतीलाई काम गरेर चाहिँ यहाँ पनि रहेछ एउटा मकै हेर त। यो एउटा नै दुईवटा रहेछ, भाँचा दुईवटा हो, त्यहाँ दुईवटा तिनवटा छ। यिनीहरू दुईवटा यिनीहरू भाँचा त साह्रै मकै भाँच्ने के अरे जाँगर त डर आउँछ नि, साह्रै राम्रो बनाउँछ नि। तर के गर्नु र, यहाँ मकै पोलाइ हुँदैछ। यो चाहिँ एकदमै अर्ग्यानिक आफ्नै बारीको साह्रै राम्रो मकै छ यहाँ हो। मेरो श्रीमतीले उताबाट लिएर आउँदैछन्। यहाँ लगाउ त अब यहाँको यो सकेपछि अनि पोल्नु त्यसलाई भुइँमै राख। अहिले यस्तो दामी दामी मकै पाकिरहेछ नि यहाँनिर हो। सरसँगले छप्प सरी दामी छ, दामी मकै पोली खाँदा चाहिँ एकदमै कहाँको याद आइरहेको छ। भुटान नेपालको त होला नि होइन। ए मेरो श्रीमती त अघि बाटो लागिसकेको छिन्। ल हुन्छ है। यो मकै हाम्रो मकै बारी सानो करेसाबारीको मकै टिपेको थियो अनि भाँचेर चाहिँ आज यसो खाने विचार गरेको। यता चाहिँ रहेको छ यो के भन्छ बेतुको सागहरूमा। अनि यता फर्सीहरू लडिरहेछ। यहाँनिर खोर्सानी फलिरहेछ लडरम्मै भएर टिप्ने बेला भएको रहेछ।
अर्को झ्याङ चाहिँ यहाँनिर यो फर्सीको झ्याङ थियो। यो पनि अब यसको पनि समय सकियो जस्तो छ, अब पुरै ओइलिएर मर्न थालिसकेको रहेछ। अनि यहाँ चाहिँ काँक्रा पनि थियो, काँक्रा पछि अस्ति नै यसको समय सिद्धिएर सकिएछ। यतापट्टि चाहिँ डल्ले खोर्सानीको बकेटमा रोपेको छ। अनि यहाँ चाहिँ धेरै फलिराखेको अवस्था छ हो, यो देखाउन चाहेँ। अनि यहाँनिर यस्तो दामी मजाले फलेको छ नि, यो चाहिँ पोहोरको बोट हो, यसमा पनि यस्तो साह्रो फलिसकेको छ। अनि यहाँ भित्रभित्र फलिएको छ, सबै फलेर यो भइरहेको छ। यहाँ पनि यहीँ लटरम्मै फलिरहेको छ हो, यहाँ यस्तो भएर फलिरहेको छ। अब यो पनि खाने बेला भइसकेको छ। खोर्सानी पनि एकदमै राम्रोसँगले फलेको छ है त। हुन्छ है, हाम्रो यो फर्सीको च्याङ मकै बारीहरू चाहिँ यस्तो रहेको छ यहाँको। अनि हामीले यो मकैहरू भाँचेर चाहिँ पोली खाने विचार गरेको छौँ। अनि यो चाहिँ एकदमै अर्ग्यानिक नेचुरल मजाले कुनै पनि केमिकलहरू नमिसाइकन बनाएको मकैहरू हो। अनि यहाँ चाहिँ अब अस्तिको हावाहुन्डरीले सबै लडाएर सफा पारेको थियो, तर यहाँ अलिअलि बाँकी रहेकोतिरको चाहिँ काटेर आज भाँचेर चाहिँ पकाउने पोलेर खाने विचार गरेको। अनि यहाँ यसरी यहाँ पोलाइ भइरहेछ, एकदमै यसरी पोलेको चाहिँ साह्रै स्वादिष्ट अनि मिठो हुन्छ। यो चाहिँ अब यो यसरी यसलाई चाहिँ यो बाहिरको बोक्रासँगै के भन्छ बोक्रालाई पनि कोया होइन सरी कोया होइन खोसेलासँगै यसरी गरेको चाहिँ साह्रै राम्रो हुन्छ। अनि यसलाई चाहिँ भरे यो अब हल्का बफिएपछि चाहिँ यसलाई चाहिँ अनि ठक्क निकालेर चाहिँ अनि त्यहाँदेखि फेरि भर्स्याएर पकाउनुपर्छ। साह्रै मिठो साह्रै स्वादिष्ट मकै साह्रै मजाले पाक्छ। यसरी पकाएर खायो भने चाहिँ साह्रै मिठो हुन्छ है त। हुन्छ, धन्यवाद तपाईँहरूलाई यो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु हुन म अनुरोध पनि गर्न चाहन्छु। धन्यवाद, हेर्दै गर्नुहोला मेरो च्यानललाई। यसरी नै यस्ता भिडियोहरू धेरै कुराहरू म लिएर आउने नै छु हजुरको माझमा। हुन्छ, जय मेसी, थ्याङ्क यू, किप वाचिङ।